काफलको ओनर आइसकेको छन्। वाह वाह ल एउटा जाओस् न त खै। वाह वाह वाह। हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल। हो सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि। एकदम म पनि सन्चै आरामै छु। आजको दिनको सुरुवात भइसकेको छ र यहीको कार्यक्रम सकिसकेको छ भएर। अनि यता धनी धनी आज बेहुला चाहिँ धनी हुनुहुन्छ। त्यही खानु दुईटा। आज चाहिँ माइती मान्न हामी जान पाउँदैनौँ बिकज अफ 20 गते मान्ने चलन पनि छ। र माथि हाम्रो दाइ थिरे दाइको चाहिँ तेज दाइको चाहिँ आमाको बित्यो मासी तिथि 45 दिन पुगेर मासी तिथि भन्छन् है। मासी तिथि नै बरखी पुरा भयो। त्यस कारणले गर्दा चाहिँ हामीहरू आज यता बरखीको सब काम गरेर चाहिँ भोलि माइती मान्नतर्फ लाग्नुपर्छ। चुल्टै हुन्छ। कस्तो कपाल कस्तो देखिएछ हाम्रो स्वाज मान्छ यार। म फेरि हजुरलाई चाहिँ ढाका टोपी लगाएँ नि। हिजो मैले भिडियोहरूमा हेरेको होइन ढाका टोपी लगाएर भतक भतक नाचेको। हजुरको भिडियो छ त नाचे। उहाँ चाहिँ बुमराको फ्यान। बुमरा कि मलिङ्गा अरे हजुर। म त मिचेल स्टार। वाह वाह ल एउटा जाओस् न त खै। वाह 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 वाह। भाइ साहब कुछ ज्यादा नहीं हो गया मोबाइल हान्नु लाग्दै। बलर मध्ये सबभन्दा स्पिनर महान स्पिनर छ एउटा मुरली मुथैयाधारन भन्ने छ नि। मुरली मुथैयाधारन श्रीलङ्काको महान स्पिनर हो। त्यसको बोलिङ हेरे जस्तो छ तर दुनियाँको त्यहीको रेकर्ड कोही तेर्दैन होला क्या। त्यसको हेरे यो बोलिङ गर्ने स्टाइल यो भयो। मजा नहीं आ रहा है। माथिबाट डाइरेक्ट यस्तो गरेर फाल्छ क्या स्पिनर। स्पिनर तो डेन्जर क्या। त्यसले फालो भने नि जस्ता तस्ता बलर ब्याटर अरे रन त्यहीको बोलिङ आयो भने अरे रुल्ड आउट गर्थे अरे क्या। मतलब बुझ्यो तँलाई। अनि यो चाहिँ अब नालाको कार्यक्रम देख्न सक्छ। यता माथि चाहिँ त्यहाँसम्म चाहिँ सोलिङ गरी भइसके। यहाँदेखि चाहिँ अब उताको उता साइड हो यताको यता साइडबाट फेरि उता साइड नमिलेको कारणले गर्दा ल हामी दुई भाइ चाहिँ चिया खानको लागि तर्फ लागेको छौँ तलतिर। यहाँ पसलमा चिया पाउँछ त्यसैले तलतिर पसलतर्फ लागेको छौँ। यस्तै छ घर गऱ्यो। A few moments later. चिया खान आएको छौँ हामीहरू। यहाँ सबै चियाको इन्तजारमा छौँ। अब चाहिँ हामीले चाहिँ चिया खाएर आएर चाहिँ माथि दही ल्याउनु जानुपर्ने हुन्छ हिजो ल्याएको ठाउँमा। त्यहाँ चाहिँ दही ल्याएर चाहिँ पहिला यहाँ खानुपर्ने। यी बेहुला चाहिँ बेहुलाको घर अलिक उक्लिनुपर्छ यहाँदेखि जाउँ। हामी चाहिँ ग्यालेन बोकेर चाहिँ दही लिनुतर्फ लागेको छौँ दुई भाइ भिन्न। हिजो गएकै ठाउँमा फेरि दही लिन पनि जाउँ लाग्यो। यहाँदेखि नजिक छैन यहाँ टाढै छ। आउँदाखेरि चाहिँ सर्टकटबाट लिएर आउनु भयो र हिजो धन्न सर्टकट लाग्यो। माथि माथि नि स्कुल छ नि रोड कति पातलो छ। अनि उता यताको चाहिँ यता साइड गरेको छ तलको चाहिँ फेरि यता साइड गरेको छ नि। यस्तो यो थिएछ नि त त्यो कारणले गर्दा काम गर्ने स्टार्ट भइसकेको रहेछन्। किल्टिनमा पानी भरौँ हामी अनि खाउँला बरु। यहाँ चाहिँ यो चाहिँ यसले लगाइदिएको रहेछन् पानी जान्छ भनेर ट्याङ्कीमा भरिदो रहेछ क्या। त्यसले बास्टले जान्छ यहाँदेखि पर अझै हिजो चाहिँ यो बाटो आएको थियौँ हामी। A few moments later. यही घरमा हामीले हिजो घिउ र दही लगेको अनि यहाँ आइसकेको छौँ। यहाँहरू चाहिँ लिनुपर्ने हुन्छ हामीले। छन् तत्रमा देखेँ होइन न कति कुरा भनिया त त्यत्रो भने बाटो टिटाउने बेला नि हजुरले चाहिन्छ भन्नुभयो अनि भनिया त त आज चाहिँ हाम्रो माथि थिरिरहेको उका कारणले गर्दाखेरि त्यो
बर्खी हुने कारणले गर्दा चाहिँ आज हामी जान पाउँदैनौँ अनि भोलि चाहिँ हामी बाटो टिटाउन भोलि 21 गते जानुपर्ने हुन्छ 20 गते अनि त्यो बर्खी हुने कारणले गर्दा जान पाउँदैनौँ अनि भोलि चाहिँ हामी बाटो टिटाउन जानुपर्ने हुन्छ अनि यो भ्लग चाहिँ अलि लेट आउँछ त्यस कारणले एडजस्ट गरेर हेर्ने गर्नु होला त्यो टाइमिङमा चाहिँ किनभने चाहिँ यहाँ नेट पनि चल्दैन एडिट गर्नको लागि त्यो ऊ पनि हुँदैन नि त त्यस कारणले गर्दा यहाँ अलि रस भएको टाइमले गर्दा पनि मैले चाहिँ भिडियो अपलोड गर्न पाउँदैन म यदि नेटवर्क जोनमा राम्रोसँग गए पनि बल्ल म भिडियो अपलोड गर्छु हजुरलाई हाल्छु अनि हेर्नु होला मस्त मस्त भ्लग छ आज योचोटि हामीले दही चाहिँ 2 कुरो मात्र पाएको छौँ एउटा फुल टिपौँ यो हजुरलाई कस्तो राम्रो डन A few moments later. अब हामी चाहिँ हामी माथि जाँदैछौँ टिका लाउन जानुपर्ने हुन्छ बर्खीको अब सबै गएर आइसक्यो कोही जाँदैछन् कोही घरमै छन् मान्छेको भेटिसक्यो धेरै A few moments later. मम्मी आउनु भएको छ अब यहाँ टिका लाउनको लागि त्यसकारण A few moments later. यता दाइको ससुरालाई पुऱ्याउन आएको थियौँ उहाँबाट उनीहरू गइसके हामी चाहिँ यहाँ रेशम दाइ घर आएको छौँ यहाँ भान्जाजीको बाइक छ सुइन्दाला चलाउन आउँछ भन्नुहुन्छ तर मलाई लाग्छ आउँदिन उहाँको निशानी पनि छ कि अलि चोट लाग्यो स्कुटीबाट कहाँ अरे खै कुन अरे चोट लाग्यो कुन हात अरे कहाँ ए यो वाला भुटी यत्रो छ यहाँ ल मोडेर यहीँबाट मोडेर देखाउनु ल मैले 50 दिइहाल्छु यहीँबाट ल ए यस्तो नै दाइ हुन्न त मजा आउनु सानो देख्छन् आरटीआर राम्रो देखिँदो रहेछ है ऐनामा पनि भन्नु अङ्गल हालिदिउँ के भन्नु ल भन्नु केही भन्नु नि म के भन्नु भन्नु न ल हामी चाहिँ अब म र बहिनी चाहिँ यहाँ पछाडि छ बहिनी यहाँ अगाडिबाट चाहिँ काफलको बुटोमा जान लाग्छौँ हाम्रो गाउँमा चाहिँ अलिक काफलको बुटो छ त्यहाँ चाहिँ किनेर खानुपर्छ क्या आफ्नो होइन अब नै दिएनन् भने दिएनन् भनेर फर्किने अब दियो भने त ठिक छ दियो भने दिएनन् भने त त्यस्तै हो अब भोलि बाटो चलाउनु जानु छ यहाँ गाई बस्तु देख्नु हुन्छ घर बस्दैनन् क्या खलै अर्किन्छ खलै यस्तो छ यहाँदेखि अगाडि हो कुन घरको अब यहाँ यही घरको रहेछ काफलको त्यो बुटो चाहिँ यहाँ चाहिँ यस्तो रहेछ है बाटो चाहिँ राम्रो रहेछ जाऊँ चलो A few moments later. गाइस देख्न सक्नुहुन्छ हजुरले काफलको बुटो यहाँ चाहिँ हाम्रो चाहिँ काफलको बुटो पुरै छ
यो काफलको बुटो हेर्न काफल यहाँ चाहिँ काफलको बुटो देख्न सक्नुहुन्छ हजुरले एक काफल चाहिँ अब चिकी खानु पर्ने तलसम्म छ क्या ठुला जान जान्छ यार यहाँ चढ्न नमिलोस् हुन्छ टाढा लगा देख्न सक्नुहुन्छ कति ठुलो छ तान फाइनली यति काफल अरू सबै खाए तापनि यति चाहिँ टिपियो अलिअलि हजुरलाई देखाऊँ भने है काफल हाम्रो गाउँको अलि पहिचान हो त्यो पनि यस्तो हुन्छ हेर्नु सक्नुहुन्छ काफलहरू काफलको ओनर आइसकेको छन् उनले चाहिँ हामीलाई अब काफल टिपेर दिन्छन् 35 रुपियाँ गिलास परेको छ यता काफलको ओनरको साथी के छ बाडो केही छैन म चाहिँ अब रुखमा चढिसकेको छु देख्न सक्नुहुन्छ काफलको काँचो दानाहरू अर्को उता टिप्न लान्थ्यौँ हामीलाई हामी चाहिँ बरु अलि रुखमा चढेर लक्ष्लग्दाम रुखमा अलिक चढ्न आउँछन् हामीलाई त्यो हाँगामा रहेछ परे यताको हाँगामा रहेन छ काफल यति काफल हामीले पाऊँ के खस्याएको त्यस कारणले दुई पाथी चाहिँ 200 टिपेर अन्त बेच्नु लगेर रहेछन् काफल यो यस्तो वाला काफल मलाई फेभरेट काफल काफल